नमस्कार साथीहरू, तपाईँ हेर्दै हुनुहुन्छ यी शिक्षा युट्युब च्यानल्स। हजुरहरूमा आज हामीहरूले आधारभूत तह तृतीय श्रेणी खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रममा आधारित रहेर प्राथमिक तह र निम्न माध्यमिक तहको लागि नमुना प्रश्नपत्रको सङ्ग्रह लिएर उपस्थित भइसकेका छौँ। यदि हजुरहरू निम्न माध्यमिक अनि माध्यमिक तहको अनि प्राथमिक तहको शिक्षक सेवा आयोगमा चाहिँ तयारी गरिराख्नु भएको छ भने आउँदै गरेको निम्न माध्यमिक तहको परीक्षालाई मध्यनजर गर्दै यस भिडियो रहेको छ र आजदेखि हामी लगातार परीक्षाको दिनसम्म भिडियो बनाएर पस्किनेछौँ। प्रश्न सकिसक्दा प्रश्नहरू 50वटा प्रश्नहरू सकिसक्दा तपाईँहरूले अन्तिममा कतिवटा प्रश्नहरूको सही उत्तर दिनुभयो कमेन्ट गर्न नभुल्नुहोला र आफ्ना साथीभाइ सङ्गी आफ्नो फ्यामिली सर्कलमा साथीहरूको सर्कलमा कोही कसैले निम्न माध्यमिक तहको प्राथमिक तहको शिक्षक सेवा आयोगमा तयारी गरिराख्नु भएको छ भने उहाँमाझ पनि यो भिडियो सेयर गर्न नभुल्नुहोला भन्दै आजको यस नमुना प्रश्नपत्र 1 वस्तुगत बहुवैकल्पिक प्रश्नको प्रश्न नम्बर 1 यस प्रकार रहेको छ। येल्लो प्लानेट उपनामले चिनिने ग्रह कुन हो? येल्लो प्लानेट उपनामले चिनिने ग्रह कुन हो? अप्सन नम्बर ए बृहस्पति, बी मङ्गल, सी शनि र डी रहेको छ अरुण भने प्रश्न नम्बर 1 को सही एन्सर रहेको छ अप्सन नम्बर सी। शनि ग्रहलाई येल्लो प्लानेटको नामले उपनामले पनि चिनिन्छ। यसैगरी यो ग्रह सम्बन्धी केही जानकारी। सौर्यमण्डलमा बृहस्पति पछिको दोस्रो ठुलो ग्रह शनि हो। सौर्यमण्डलमा बृहस्पति पछिको दोस्रो ठुलो ग्रह शनि हो। शनि ग्रहलाई आफ्नो अक्षमा घुम्न 10 घण्टा 14 मिनेट लाग्दछ। शनि ग्रहलाई आफ्नो अक्षमा वरिपरि घुम्नको लागि 10 घण्टा 14 मिनेट लाग्ने गर्दछ। शनि ग्रहको सबैभन्दा ठुलो उपग्रह टाइटन हो भने सबैभन्दा सानो उपग्रह फोबे हो। शनि ग्रहको सबैभन्दा ठुलो उपग्रह टाइटन हो भने सानो उपग्रह फोबे हो। सौर्यमण्डलमा 8 ग्रहहरूमध्ये सबैभन्दा सुन्दर ग्रह चाहिँ शनि ग्रह हो। अर्को प्रश्न पनि भन्छ है, सबैभन्दा सुन्दर ग्रह कुन भन्दा शनि ग्रह हो। यसैगरी प्रश्न नम्बर 2 प्रशान्त महासागरको सरदर गहिराई कति रहेको छ? प्रश्न फेरि ध्यान सुन्नु होला। प्रशान्त महासागरको सरदर गहिराई कति रहेको छ? अप्सन नम्बर क 3900 मिटर, अप्सन नम्बर ख 2400 मिटर, अप्सन नम्बर ग 3700 मिटर र अप्सन नम्बर घ रहेको छ 4300 मिटर भने प्रश्न नम्बर 2 को सही एन्सर रहेको छ अप्सन नम्बर घ 4300 मिटर जुन चाहिँ प्रशान्त महासागरको सरदर गहिराई रहेको छ। यसैगरी महासागरको सरदर गहिराईको बारेमा यहाँ केही जानकारी छ, हेर्न सक्नुहुन्छ। प्रशान्त महासागरको सरदर गहिराई भनेको 4300 मिटर रहेको छ भने पानीको भाग 45.5 अथवा 45.5% चाहिँ प्रशान्त महासागरले पेसिफिक ओसियनले ओगटेको छ। यसैगरी आन्ध्र महासागर एटलान्टिक ओसियनले 43% ओगटेको छ भने यसको सरदर गहिराई चाहिँ मिटरमा 3700 मिटर रहेको छ भने हिन्द महासागर इन्डियन ओसियनको सरदर गहिराई 3900 मिटर र 20.5 अथवा 25.5% चाहिँ यसले ओगटेको छ। कुमेरु महासागर सरदर गहिराई 2400 मिटर छ भने यसले 7% ओगटेको छ भने यसैगरी सुमेरु महासागरमा 1330 अथवा 1330 मिटर चाहिँ सरदर गहिराई रहेको छ भने यसले चाहिँ पानीको भागको 4% चाहिँ ओगटेको छ। यसैगरी प्रश्न नम्बर 3 समुद्रबाट नजिकको जलवायु मधुर मिल्ड हुन्छ भने टाढाको जलवायु कस्तो हुन्छ भनेको छ। समुद्रबाट नजिकको जलवायु समुद्र भयो, समुद्रदेखि यहाँ नजिकको जलवायु मिल्ड हुन्छ, मधुर टाइपको हुन्छ नि, टाढाको कस्तो हुन्छ भनेको छ। अप्सन नम्बर क विषम, ख ग्रीष्ममा धेरै गर्मी, ग हिउँदमा बढी ठण्डी र घ रहेको छ माथिका सबै भने प्रश्न नम्बर 3 को चाहिँ सही एन्सर रहेको छ अप्सन नम्बर डी माथिका सबै छ जुन चाहिँ समुद्रबाट टाढाको जलवायु चाहिँ विषम हुन्छ, ग्रीष्ममा धेरै गर्मी हुन्छ, हिउँदमा बढी ठण्डी हुन्छ। यसैगरी केही जानकारी रहेको छ। समुद्रबाट बहने वायुले बढी वर्षा गराउँछ भने स्थल क्षेत्रबाट बहने वायुले कम वर्षा गराउँछ र उष्णमण्डलबाट बहने वायुले न्यानो पार्छ भने ध्रुवबाट बहने वायुले ठण्डा पार्छ। उष्णमण्डलबाट बहने वायुले न्यानो पार्छ भने ध्रुवबाट बहनेले ठण्डा पार्छ। समुद्रतर्फ फर्केको जमिनको ढालमा जलवायु ओसिलो हुन्छ भने जमिनतर्फ फर्केको ढालमा जलवायु सुक्खा र विषम हुन्छ भनेको छ। यसैगरी प्रश्न नम्बर 4 सगरमाथा हिमालको आधार शिविर नाम्चे बजार कति मिटरमा उचाइमा रहेको छ? प्रश्न फेरि ध्यान दिएर सुन्नु होला। सगरमाथा हिमालको आधार शिविर नाम्चे बजार कति मिटर उचाइमा रहेको छ भनेको छ। प्रश्न चाहिँ नाम्चे बजार कति मिटर उचाइमा रहेको छ भनेको छ। अप्सन नम्बर क 5336 मिटर, ख 5653 मिटर, ग 5355 मिटर र अप्सन नम्बर घ रहेको छ 5636 मिटर। प्रश्न नम्बर 4 को सही एन्सर रहेको छ अप्सन नम्बर ए जुन चाहिँ 5356 मिटर चाहिँ
आधार शिविर नाम्चे बजार रहेको छ। यसैगरी यहाँ केही रोचक जानकारी हेर्न सक्नुहुन्छ। जर्ज एभरेस्टले सगरमाथाको नामाकरण माउन्ट एभरेस्ट गरेका जर्ज एभरेस्टले सगरमाथालाई माउन्ट एभरेस्ट भनेका। इतिहास शिरोमणि बाबुराम आचार्यले 2013 मा 15 चोटि नामाकरण गरेका। त्यसैगरी माइकल कर्कले विश्वको तेस्रो ध्रुव नामाकरण गरेको भनेको छ। माइकल कर्कले विश्वको तेस्रो ध्रुव भनेर नामाकरण गरेको छ। यसैगरी प्रश्न नम्बर 5 नेपालमा सामुदायिक वनको अवधारणालाई सर्वप्रथम कहिले कानुनी मान्यता दिइयो भनेको छ। प्रश्न फेरि ध्यान दिएर सुन्नु होला। नेपालमा सामुदायिक वनको अवधारणालाई सर्वप्रथम कहिले कानुनी मान्यता दिइयो। अप्सन नम्बर क विक्रम सम्वत 2013, ख विक्रम सम्वत 2023, ग विक्रम सम्वत 2028 र घ रहेको छ विक्रम सम्वत 2035 भने प्रश्न नम्बर 5 को सही एन्सर रहेको छ अप्सन नम्बर घ विक्रम सम्वत 2035 मा सामुदायिक वनको अवधारणालाई कानुनी रूपमा दिएको थियो। यसैगरी यहाँ हेर्न सक्नुहुन्छ विक्रम सम्वत 2035 मा सामुदायिक वन कार्यक्रम लागू भएको। निजी वन राष्ट्रियकरण ऐन 2013 मा ल्याइएको। रातो गुराँसलाई लाली गुराँस भनिन्छ भने सेतो गुराँसलाई चिमाल भनिन्छ। तराईको जङ्गललाई झोरा भनिन्छ भने लेकको जङ्गललाई पाल भनिन्छ। नेपालमा औषधिजन्य वनस्पति 3300 मिटर उचाइभन्दा माथि पाइन्छन् भनेर यहाँ दिएको छ। यसैगरी प्रश्न नम्बर 6 बौद्ध धर्म अनुसार कुन रङले बुद्धको शरीरलाई जनाउँछ भनेको छ। बौद्ध धर्म अनुसार कुन रङले बुद्धको शरीरलाई जनाउँछ। अप्सन नम्बर क पहेँलो, ख कलेजो, ग सेतो र घ नीलो छ भने प्रश्न नम्बर 6 को सही एन्सर पक्कै पनि डी रहेको छ नीलो। नीलो रङले बुद्धको शरीरलाई जनाउँछ। अब यहाँ हेर्नुस् बौद्ध धर्म अनुसार 5 रङको अर्थ दिएको छ। 1 नम्बरमा नीलो रङ छ। नीलो रङले बुद्धको शरीर, रातो रङले बुद्धको रगत, सेतो रङले बुद्धको दाँत, पहेँलो रङले बुद्धको अस्थि धातु र कलेजी रङले बुद्धको अन्तस्करण भनेको छ। पहेँलो रङले बुद्धको अन्तस्करणलाई जनाउँछ। प्रश्न नम्बर 7 नेपालमा पहिलो विद्यालय निरीक्षक को हुन् भनेको छ। नेपालको पहिलो विद्यालय निरीक्षक को हुन्। अप्सन नम्बर क लोकराज पाण्डे, ख सूर्यप्रसाद ढुङ्गेल, ग मिस्टर क्यानिङ र घ रहेको छ निरपजङ राणा भने प्रश्न नम्बर 7 को सही एन्सर चाहिँ अप्सन नम्बर बी सूर्यप्रसाद ढुङ्गेल चाहिँ नेपालको पहिलो विद्यालय निरीक्षक रहेका छन्। यसैगरी नेपालमा सर्वप्रथमको बारेमा सर्वप्रथम को भएको भनेर जानकारी दिएको छ। दरबार हाई स्कुलको हेडमास्टर मिस्टर क्यानिङ दिएको छ। चाहिँ दरबार हाई स्कुलको हेडमास्टर हुन्। यसैगरी त्रिविका कुलपति कान्ति राज्य लक्ष्मी छन्। त्रिभुवन विश्वविद्यालयको पहिलो कुलपति कान्ति राज्य लक्ष्मी भने उपकुलपति चाहिँ सुवर्ण शमशेर जबडा त्रिविको पहिलो उपकुलपति है। अब त्रिविबाट पीएचडी गर्ने चाहिँ मोहन झा भयो। त्रिविबाट पीएचडी गर्ने पहिलो पीएचडी गर्ने मोहन झा। नेपाली साहित्यमा पीएचडी गर्ने वासुदेव त्रिपाठी। नेपाली साहित्यमा चाहिँ पहिलो पटक पीएचडी गर्ने। नेपाली भाषा शिक्षणबाट एमफिल गर्ने कृष्णप्रसाद सुवेदी रहेका छन्। यसैगरी प्रश्न नम्बर 8 देखाएको कुन भनाइ बेठिक छ भनेको छ। देखाएको मध्ये कुन भनाइ बेठिक छ भनेको छ। अप्सन नम्बर 1 मा रहेको छ सनपाट खेतीको लागि प्रसिद्ध जिल्ला सुनसरी, मोरङ र झापा हुन्। 2 मा रहेको छ सुर्ती खेतीको लागि हलुका बालुवा मिश्रित पाँगो माटो उपयुक्त हुन्छ। नेपालमा उत्पादन हुने प्रमुख औद्योगिक बाली सनपाट, उखु र सुर्ती हुन् भनेको छ। यसै अप्सन नम्बर डी रहेको छ सुर्ती खेतीका लागि प्रमुख क्षेत्र पहाड हो भनेको छ। प्रश्न नम्बर 8 को सही एन्सर रहेको छ अप्सन नम्बर डी चाहिँ सुर्ती खेतीका लागि प्रमुख क्षेत्र पहाड हो भने चाहिँ गलत रहेको छ। अब हेर्नुहोस् है सुर्ती खेतीका लागि प्रमुख क्षेत्र तराई र भावर र दुन क्षेत्र हुन्। तराई क्षेत्रमा सुर्ती खेती हुन्छ। यसैगरी आलु खेती गरम ठन्डा दुवै ठाउँमा उत्पादन गर्न सकिन्छ आलु खेतीलाई। यसैगरी जुट विशेष गरी पूर्व तराईका झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लामा उत्पादन गरिन्छ जुट चाहिँ। यसै कपास नेपालको पश्चिम तराईको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ जिल्लामा उत्पादन हुन्छ कपास। जुट भनेको पूर्व अनि कपास भनेको पश्चिम। यसैगरी प्रश्न नम्बर नेपालमा सबैभन्दा पहिले स्थापना भएको उद्योग कुन हो। अप्सन नम्बर क रघुपति जुट मिल्स, ख बाला जुट कपडा उद्योग लिमिटेड र ग रहेको छ जुद्ध म्याच फ्याक्ट्री र घ रहेको छ विराटनगर जुट मिल्स। प्रश्न नम्बर 9 नेपालमा सबैभन्दा पहिले स्थापना भएको उद्योग कुन हो को सही एन्सर रहेको छ अप्सन नम्बर डी रहेको छ विराटनगर जुट मिल जुन चाहिँ नेपालमा स्थापना भएको पहिलो उद्योग रहेको छ। विराटनगर जुट मिलको स्थापना विक्रम 1993 मा भएको। नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन चाहिँ 1993 मा भएको। नेपालमा सर्वप्रथम उद्योग विकास ब्याङ्कको रूपमा नेपाल औद्योगिक विकास निगमको स्थापना चाहिँ विक्रम 2016 मा भएको। यसैगरी जुद्ध म्याच फ्याक्ट्रीको स्थापना 1995 मा भएको। पहिले विराटनगर भयो अनि जुद्ध म्याच फ्याक्ट्रीको भएको। नेपालमा सर्वप्रथम औद्योगिक नीतिको घोषणा चाहिँ 2017 सालमा नेपालमा सर्वप्रथम औद्योगिक नीतिको घोषणा चाहिँ 2017 सालमा भएको थियो भने औद्योगिक विकास यान 2049
विक्रम सम्वत 2049 कार्तिक 27 गते लागू भएको हो। औद्योगिक विकास ऐन कहिले लागू भएको? 2049 कार्तिक 27 गते लागू भएको थियो। यसैगरी प्रश्न नम्बर 10 वातावरण संरक्षण ऐन 2053 अनुसार जैविक विविधता भन्नाले के बुझाउँछ? वातावरण संरक्षण ऐन 2053 अनुसार जैविक विविधता भन्नाले के बुझाउँछ? अप्सन नम्बर क पारिस्थितिकीय प्रणाली विविधता, ख प्रजातीय विविधता, ग वंशाणुगत विविधता र अप्सन नम्बर घ रहेको छ माथिका सबै भने प्रश्न नम्बर 10 को सही आन्सर पक्कै पनि अप्सन नम्बर डी माथिका सबै हुन्छ, जुन चाहिँ वातावरण संरक्षण 2053 अनुसार जैविक विविधता भनेको पारिस्थितिकीय प्रणाली विविधता पनि, प्रजातीय विविधता पनि र वंशाणुगत विविधता पनि रहेको छ। पृथ्वीमा रहेका सम्पूर्ण जीवित प्राणी र वनस्पति बीचको भिन्नता प्रकार र संख्या तथा तिनीहरू बीचको संयोजन नै जैविक विविधता हो भनेको छ। पृथ्वीमा रहेका सम्पूर्ण जीवित प्राणी तथा वनस्पति बीचको भिन्नता प्रकार र जम्मा संख्या तथा तिनीहरू बीचको संयोजन नै जैविक विविधता हो। यसैगरी कुनै प्रत्येक वर्गमा विद्यमान जीवजन्तु, वनस्पति, प्राणी, जीवाणु, वंशाणु र त्यहाँका पारिस्थितिक प्रणालीलाई त्यस स्थानको जैविक विविधता भनिन्छ भनेको छ। यसैगरी जैविक विविधता बायोडाइभर्सिटी शब्द सन् 1980 दशकदेखि प्रयोगमा ल्याइएको हो। यसैगरी जैविक विविधताको संरक्षण सम्बन्धी अवधारणाले अन्तर्राष्ट्रिय रूपमा व्यापक महत्त्व सन् 1992 पृथ्वी शिखर सम्मेलनदेखि पाएको हो भनेको छ। यसैगरी प्रश्न नम्बर 11 प्रसिद्ध वैज्ञानिक न्युटनको जन्म कहाँ भएको थियो? वैज्ञानिक न्युटनको जन्म कहाँ भएको थियो? अप्सन नम्बर ए इटालीको पिसा, बी बेलायतको किङसायर, सी रहेको छ ग्रिसको सिसिल र डी रहेको छ जर्मनीको उलम भने प्रश्न नम्बर 11 को सही आन्सर रहेको छ अप्सन नम्बर बी बेलायतको किङसायरमा चाहिँ प्रसिद्ध वैज्ञानिक न्युटनको जन्म भएको थियो। यसैगरी न्युटनको जन्म चाहिँ सन् 1942 डिसेम्बर 25 मा भएको थियो। एक दिन बगैँचामा बसिरहेको बेला स्याउ खसी टाउकोमा परेको घटनाबाट प्रेरित भई न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए। स्याउको बगैँचामा बसेको बेलामा स्याउ खसी उनको टाउकामा लागेपछि उनले चाहिँ किन खस्यो, कसरी खस्यो भनेर पत्ता लगाउँदाखेरि गुरुत्वाकर्षण बलको सिद्धान्त पत्ता लगाएका थिए भनेको छ। प्रिन्सिपा अनि अप्टिक्स नामक पुस्तक न्युटनका प्रसिद्ध कृति हुन्। अनि प्रिन्सिपा र अप्टिक्स भनेको न्युटनको चाल सम्बन्धी नियमहरू सन् 1666 मा प्रतिपादन गरेका। यसैगरी प्रकाश ज्यादै साना कणहरूको प्रवाह हो भने कर्पुलस थ्योरीको प्रतिपादन गरेका न्युटनले। प्रश्न नम्बर 12 नेपाल र भारत बीच सुगौली सन्धि कहिले भएको हो? प्रश्न फेरि ध्यान दिएर सुन्नु होला। नेपाल र भारत बीच सुगौली सन्धि कहिले भएको हो? अप्सन नम्बर ए 3 फेब्रुअरी 1816 र बी 3 मार्च 1816, सी 3 मे 1816 र डी रहेको छ 13 मार्च 1816 भने प्रश्न नम्बर 12 को सही आन्सर चाहिँ अप्सन नम्बर बी रहेको छ 3 मार्च 1816 मा चाहिँ नेपाल र भारत बीच सुगौली सन्धि भएको थियो। यसैगरी नेपाल र भारत बीच शान्ति र मैत्री सन्धि चाहिँ सन् 1950 जुलाई 31 मा भएको हो। नेपाल र भारत बीच कोशी सम्झौता चाहिँ विक्रम सम्वत 2011 साल वैशाख 12 गते भएको हो। नेपाल र भारत बीच गण्डकी सम्झौता चाहिँ 2016 विक्रम सम्वत 2016 मङ्सिर 19 मा भएको थियो। प्रश्न नम्बर 13 तलका कुन भनाइ बेठिक छ भनेको छ? तलका मध्ये कुन भनाइ बेठिक छ भनेको छ? संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरूलाई प्राप्त हुने विशेष अधिकार भिटो हो भने। नम्बर बी युएनको सुरक्षा परिषदमा सबैभन्दा पहिलो भिटो पावर प्रयोग गर्ने राष्ट्र सोभियत संघ हो भनेको छ। सुरक्षा परिषदमा सबैभन्दा बढी पटक भिटो प्रयोग गर्ने राष्ट्र रुस हो भनेको छ भने अप्सन नम्बर डी छ। युएनको सुरक्षा परिषदमा 5 स्थायी र 9 अस्थायीको सदस्य हुन्छन् भन्दा प्रश्न नम्बर 13 को सही आन्सर चाहिँ अप्सन नम्बर डी रहेको छ, जुन चाहिँ बेठिक रहेको छ। युएनको सुरक्षा परिषदमा 5 स्थायी सदस्य र 9 अस्थायी सदस्य हुन्छन्, यो गलत रहेको छ। जुनमा चाहिँ सुरक्षा परिषदमा 5 स्थायी सदस्य र 10 वटा चाहिँ अस्थायी सदस्य रहने गर्दछन् दिएको छ। युएन सुरक्षा परिषदमा 5 स्थायी र 10 अस्थायी सदस्य हुन्छन्। हेर्नुस् सुरक्षा परिषदमा 10 अस्थायी सदस्य र 2 वर्षका लागि महासभाले 2/3 बहुमतद्वारा निर्वाचित गर्दछ भनेको छ। 10 वटा अस्थायी सदस्यहरू 2 वर्षका लागि नियुक्ति गर्दछ, जुन चाहिँ महासभाको 2/3 बहुमत जसले पायो त्योबाट निर्वाचित हुन्छन् भनेको छ। यो चाहिँ अलि पुरानो प्रश्न रहेको छ। राष्ट्रिय कर दिवस 2080 को अवसरमा आयोजित कर सप्ताह समापन कार्यक्रममा व्यक्तिगत आयतर्फ सर्वाधिक कर तिरी सम्मानित हुने उद्यमी को हुनु भनेको छ। यो चाहिँ अलि पुरानो प्रश्न छ। अप्सन नम्बर ए विजय कुमार शाह, बी रहेको छ उदय शमशेर राणा, सी रहेको छ विनोद चौधरी र
डी रहेको छ चन्द्रप्रकाश ढकाल चाहिँ जो व्यक्तिगत आयतर्फ सर्वाधिक कर तिर्ने व्यक्ति कोन भनेको छ भने प्रश्न नम्बर 24 को सही एन्सर चाहिँ विजय कुमार शाहले चाहिँ व्यक्तिगत आयतर्फ सर्वाधिक कर तिर्ने सम्मानित हुने व्यक्ति रहेका छन्। यसैगरी सर्वाधिक आय कर तिर्ने चाहिँ नेपाल टेलिकम छ। यसैगरी विश्व उद्योगबाट एसियन पेन्ट्स छ भने सहकारी तथा लघु वित्तबाट छिमेक लघु वित्त छ भने बीमा तर्फबाट लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल छ। पर्यटन तर्फबाट मनोकामना दर्शन प्रणाली छ। यसरी मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज छ भने निर्यात करदा कारोबारबाट डाबर नेपाल प्रणाली छ। कृषि एवं पशुजन्यबाट ओसिबी फुड्स प्रणाली छ भने ग्लोबल बैंक तथा वित्तीय संस्थाबाट ग्लोबल आइएम बैंक। स्वास्थ्य तथा शिक्षणबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल। रेमिट्यान्सबाट आइएमए लिमिटेड छ भने संस्थागतबाट सूर्य नेपाल प्रणाली रहेको छ। यसैगरी प्रश्न नम्बर 15 जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप 2028 कहिले र कहाँ सम्पन्न भएको छ भनेको छ। कोप 28 को बारेमा छ यहाँ, यो पनि पुरानो प्रश्न रहेको छ। अप्सन रहेको छ सन् 2023 नोभेम्बर 30 देखि डिसेम्बर 12 पेरिसको फ्रान्समा। बी रहेको छ 2023 सन् 2023 देखि नोभेम्बर 30 देखि डिसेम्बर 12 दुबई युएई मा। सी रहेको छ सन् 2023 नोभेम्बर 30 देखि डिसेम्बर 4 कतारसम्म भने। डी रहेको छ सन् 2023 नोभेम्बर 30 देखि डिसेम्बर 12 सम्म दिल्लीको भारत भने। प्रश्न नम्बर 15 को सही एन्सर रहेको छ अप्सन नम्बर बी जुन चाहिँ सन् 2023 नोभेम्बर 30 देखि डिसेम्बर 12 सम्म युएई मा कोप 28 भएको थियो। यसैगरी यहाँ के हेर्न सक्नुहुन्छ कोप 28 सम्बन्धी जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने हरित ग्यास उत्सर्जन नियन्त्रण गर्न विभिन्न ऐतिहासिक निर्णय पारित गर्दै सम्मेलन भएको भनेको छ। नेपालको कोपनहेगनमा सञ्चालन भएको जलवायु विश्व सम्मेलनमा सन् 2009 देखि उठाउँदै आएको जलवायु परिवर्तनले हिमालमा परेको असर र हिमाली अर्थतन्त्रको विषयलाई यसपटक जलवायु विश्व सम्मेलनले प्रस्तावनामा उल्लेख गरी जलवायु पर्वतीय मुलुकको मुद्दालाई विशेष ढङ्गले हेर्नुपर्ने कुरा पारित गरेको नेपालले चाहिँ यो कुरा भनेको थियो भनेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सन् 2023 डिसेम्बर 1 मा कोप 28 को उद्घाटन समारोह अन्टार्कटिका र नेपालमा हिउँ पग्लेको विषय सुरुमा उठाएर विश्वको ध्यान आकर्षण गराएको छन् भनेको छ। यो संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले चाहिँ डिसेम्बर 1 मा चाहिँ उद्घाटनमा चाहिँ अन्टार्कटिका र नेपालमा हिउँ पग्लेको विषय चाहिँ उठाएर सबैको ध्यान आकर्षण गरेका थिए। यसरी कोप 28 सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सन् 2023 डिसेम्बर 2 मा सम्बोधन भएको। प्रधानमन्त्री प्रचण्डद्वारा सम्मेलनमा सम्बोधन गर्नु अघि 1 डिसेम्बरका दिन नेपालको अध्यक्षतामा भएको महत्त्वपूर्ण लिडर्स इभेन्टमा सम्बोधन गरिएको भनेको छ। यसैगरी सम्मेलनले सन् 2024 भित्र जलवायु परिवर्तन र पर्वतीय मुलुकका मुद्दामा विशेषज्ञ वैज्ञानिकहरूको छुट्टै सम्मेलन गर्ने भनी निर्देशन गरेको यो कोप 28 ले 24 को भित्र जलवायु परिवर्तन र पर्वतीय मुलुकहरूको मुद्दामा विशेषज्ञ अनि वैज्ञानिकहरूको छुट्टै सम्मेलन गर्ने भनेर चाहिँ निर्देशन गरेको भनेको छ। यसैगरी यसअघि नेपालले पर्वतीय मुलुकमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान आकर्षण गराउन सगरमाथा संवाद गराउने निर्णय गरेको थियो। जलवायु विश्वका विज्ञ वैज्ञानिक यदार्थ तथा नीति निर्माता तहमा बस्ने सरकारहरूको सहभागिता गरिने भनिएको सगरमाथा संवाद कोभिड कारण स्थगित भएको थियो। यो शताब्दीको आधासम्म कार्बन उत्सर्जनलाई अन्त्य गर्ने कुरामा जलवायु विश्व सम्मेलन सहमत भएको भनेको छ। यो शताब्दीको अन्तसम्म जुन कार्बन उत्सर्जन छ त्यसलाई चाहिँ अन्त्य गर्ने कुरा चाहिँ विश्व सम्मेलन सहमत भएको छ भने कार्बन उत्सर्जनमा थप कडाइ गरिएको कार्बन उत्सर्जनलाई शताब्दीको अन्त्यसम्म नभई शताब्दीको मध्यतिरै घटाउन पहल गर्ने कुरामा सहमत भएको छ भने तापक्रम घटाउने र मानव जगतलाई सुरक्षित राख्ने कुरामा सबै मुलुकद्वारा दुवै सम्मेलनमा एकता प्रदर्शन गरिएको दुवै सम्मेलनमा भनेको छ। जलवायु अनुकूलन र न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न जलवायु वित्तलाई दोब्बर पार्दै लैजाने कुरामा विकसित मुलुक सहमत भएका भनेको छ।